ल मैले चाहिँ बाटोमा आउँदा आउँदै आँसुरो फुलेको देखेर चाहिँ म चाहिँ आज आँसुरो टिप्दैछु। यो चाहिँ भुटेर खाँदा एकदमै मिठो हुन्छ। यसलाई टिप्ने अनि बोइल गरेर सुकाएर अनि भुटेर खाँदा मिठो हुन्छ। मैले चाहिँ त्यसरी गरेर खाएको छु। तपाईहरुले कसरी खानु भएको छ? यसलाई चाहिँ भुटेर खाँदाखेरि मिठो हुन्छ। तपाईहरुले खानु भएको छ कि छैन? मेरो एकजना साथी चाहिँ गाडी भित्र पसेको छ। मेरो साथी हाङसा के भयो? ल हाङसा चाहिँ माथि चढ्दैछ आँसुरोको बोटमाथि। माथि टिपेर चाहिँ फुल टिप्दैछ है हाङसाले चाहिँ। हाङसाले म भन्दा धेरै टिपिसक्यो बोटमाथि माथि चढेर। म चाहिँ चढ्न सक्दिनँ है आँसुरोको बोटमाथि। मैले चाहिँ ल हाङसा त आँसुरोको बोटको टुप्पोमा चढेको छ। ल हेर्नुस् त हाङसा त कहाँ चढेर कति धेरै फुलेको छ नि हाङसा त्यहाँ त। ल टिप है टिप त बोट चाहिँ टिप। ल हाङसाले चाहिँ अब यहाँनिर आँसुरो टिपिसकाउन आँटिसकेर यहाँ आँसुरो चाहिँ यति फ्याँकेको छ है हाङसाले। हाङसाले यहाँनिर आँसुरो यति धेरै फ्याँकिरहेको छ। अनि म चाहिँ ल हाङसाले चाहिँ त्यहाँको आँसुरो सकाउन आँटेर चाहिँ अब आउँदैछ है। मैले चाहिँ हाङसाले चाहिँ यसरी यति त्यहाँबाट टिपेर चाहिँ हाङसाले चाहिँ यति धेरै आँसुरो फ्याँक्दैछ यसरी। अनि मैले चाहिँ यसरी टिप्दैछु। ल ल ल जरो 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 लु भयो होला हौ अब। लु जाम होला हाङसा जाम लु भयो। यहाँनिर चाहिँ यो ज्याङ चाहिँ के को ऐसलुको ज्याङ कत्रो छ। भोलि पर्सि हाम्रो खाजा हो स्कुलबाट आउँदाको।